हेलो दाइ, के छ खबर? ए भाइ ठिक छ यार। अनि कति बेला आउनु त नि यतातिर? हामी आएको भर्खरै यो 10 मिनेट जति भयो। ए अनि क्यामेरा लिनु भएको रहेछ। अनि कुन क्यामेरा हो? हामीले हजुर, यो हाम्रो चाहिँ क्यानन कम्पनीको क्यामेरा हो है। हजुर। लिएर आएका छौँ लभली डाँडातिर पोखराकोमा। ए आज चाहिँ यसो पोखरातिर आएर लभली डाँडाको चाहिँ एक दुईटा फोटो खिचौँ, भिडियो खिचौँ भनेर आएको हो भाइ। भाइ अनि के छ त नि, कता आयो? ठिकै छ, यसो घुमघाम गर्न आएको। अनि हजुरहरूलाई भेटिहालेँ। अनि यसो के गर्नुहुन्छ, कसो गर्नुहुन्छ भनेर हो। अनि कति बेला त नि फर्कने? फर्किने भयो, एक दुईटा फोटो भिडियो खिचेर फर्किने। भनेपछि फोटो भिडियो खिच्नुहुन्छ। अनि कस्तो के छ यो हाम्रो यो क्यामेराको? मैले पनि लिने भनेको थिएँ। अनि यो क्यानन कस्तो छ, के छ भन्नु न। क्यानन ठिक छ, एकदमै ठिक छ। यदि तपाईँले क्यामेरा क्याननको नै किन्ने हो भने हजुर, एकदम ठिक छ। हजुर। अब मार्केटतिर अहिले जानुभयो भने डिएसएलआर टन्नै भेटाउनुहुन्छ। डिएसएलआर नकिन्नु होला, हजुर, किनभने अहिले समय आएको छ मिररलेसको। हजुर। यदि तपाईँ चाहिँ ट्राभल भ्लग सामान्य भिडियोहरू खिच्नुहुन्छ भने मिररलेस प्लस क्रप सेन्सर क्यामेरा किन्नु होला। यदि तपाईँले चाहिँ राम्रै होइन बिहामा ठुल्ठुलो कार्यक्रममा चाहिँ फोटो भिडियोहरू ठुलो चाहिँ फाइलहरूमा चाहिँ तपाईँले चाहिँ हाई रेजोल्युसनमा चाहिँ फोटो भिडियोहरू खिच्नुहुन्छ भने फुल फ्रेम क्यामेरा लिनु होला। ए मैले पनि एउटा क्यामेरा लिनुपर्छ भनेर चाहिँ भौतारिरहेको थिएँ। अनि हजुरहरूसँग देखेँ मैले हातमा क्यामेरा होइन। अनि के छ कस्तो छ बुझ्नको लागि चाहिँ मैले हजुरलाई सोधिएँ कि। अनि कुन राम्रो होला, अब कुन कम्पनीको राम्रो होला यसो भनिदिनु न। अहिलेको लेटेस्टमा चाहिँ क्याननको कुन छ दाइ? लेटेस्टमा त क्यानन यस्तो हुन्छ, अब क्यामेराहरू त प्रत्येक 3 महिना 6 महिनामा आइरहेको छन्। हजुर। अब मेरो चाहिँ क्यानन R10 हो है, मार्क 1 हो, यो लेखेको छैन। यसको पनि अहिले चाहिँ लेटेस्ट आएको छ मार्क 2। अब त्यो चाहिँ योभन्दा थोरै राम्रो छ। किन्ने भए सस्तो पैसामा लगभग 1.5 लाखको रेन्जमा किन्ने हो भने क्याननको चाहिँ यो ठिक छ। हामीलाई चाहिँ कतिसम्म पर्न जान्छ यो किन्दा चाहिँ हामीलाई? क्याननको चाहिँ सस्तोमा किन्ने हो र यो सामान्य यसरी फोटो भिडियो खिच्ने हो भने चाहिँ 1.5 लाख रुपियाँ चाहिन्छ क्याननकोमा। यदि क्यामेरालाई मात्र कि क्यामेरा लेन्स? क्यामेरा र बडी दुइटै आउँछ। र सोनीतिर जाने हो भने अझ सस्तो छ। अहिले लेटेस्ट आएको छ ZV-E10 मार्क 2, एकदमै ठिक छ त्यो क्यामेरा। यदि तपाईँले चाहिँ तपाईँको चाहिँ प्राइमेरी काम कन्टेन्ट क्रिएट गर्ने, जस्तै कि भ्लगहरू बनाउने हो भने, युट्युबको लागि भिडियो बनाउने हो भने ZV-E10 सोनीको एकदमै बवाल छ है। त्यसमा चाहिँ 50 mm लेन्स लिँदा एकदमै ठिक हुन्छ। लगभग त 1,20,000 को रेन्जमा आउँछ नेपालमा। एकदमै ठिक छ। हजुर, मैले पनि यही क्यानन चाहिँ लिन पर्ला हजुर होइन? हुन्छ, क्यानन ठिक छ। अनि दाइ त्यो वाटरप्रुफ हुन्छन् कि हुन्न निनमा? जस्तै अब पानी मुनि गएर खिच्छन् नि मान्छेले, अथवा फिल्मी सिनमा चाहिँ त्यो डुङ्गाको चाहिँ नि लेभलबाट फोटो खिच्दाखेरि चाहिँ हामी यस्तो तल निहुरेर क्यामेरालाई त्यहीँ लगेर चाहिँ राख्नुपर्छ। इनकेस कहिले काहीँ फोटो खिच्दाखेरि हातबाट त्यो तल खस्न नि सक्छ। अनि त्यसका लागि चाहिँ वाटरप्रुफ चाहियो। अनि यस्ता चाहिँ वाटरप्रुफ खाले क्यामेरा हुन्छन् कि हुन्नन्? वाटरप्रुफ वाला क्यामेरा त हुँदैन, हल्का फुल्का वाटरप्रुफ त हो यो होइन। हल्का फुल्का पानी, सामान्य पानी पर्दैमा चाहिँ यो बिग्रिँदैन। तर तपाईँले चाहिँ तपाईँको सोच छ कि कहिलेकाहीँ चाहिँ फेवातालमा गएर चाहिँ क्यामेरा डुबाएर नै फोटो भिडियो खिच्ने सोच छ भने हाउजिङ पाइन्छ छुट्टै। पानीमा लगेर भित्र राख्दा पनि हाउजिङबाट भित्र पानी छिर्दैन, त्यस्तो हाउजिङ पाइन्छ। सायद हेरी पाइन्छ, नेपालमा पनि टन्नै छन् हाउजिङहरू। त्यो हाउजिङ लगाएपछि चाहिँ क्यामेरालाई केही इफेक्ट पर्दैन? पर्दैन। त्यो बनाएकै त्यही क्यामेरा पानीभित्र डुबाएर खिच्नको लागि हो। ए त्यस्तो होइन है। तपाईँको सोख छ है पानीभित्र डुबाएर खिच्छु भन्ने सोच छ भने हजुर हुन्छ। अब पोखरा जस्तो ठाउँमा बसेर चाहिँ अब फेवातालमा गइएर होइन, अनि पानीमा डुबाएर टक्क फोटो निकाल्न चाहिँ हामीले सकिन्छ। जस्तै क्या दाइ, अब यो लेन्स पनि एकैचोटि फोटो खिच्नलाई कुनै टाढाको दुरीमा खिच्न पर्यो, कुनै नजिकको दुरीमा खिच्न पर्यो। अब कुनै 50 mm का हुन्छन्, कुनै 150, त्यहाँभन्दा माथिका हुन्छन् होइन। अब टाढाको यात्रा छ, अब लेन्स मलाई हाल्न चाहिँ झन्झट हुन्छ, एउटैले खिच्छु होइन। अब टाढाको पनि खिच्छु, नजिकको पनि खिच्छु। त्यसले चाहिँ अब एउटै लेन्सले चाहिँ टाढाको पनि खिच्न मिल्ने, नजिकको पनि खिच्न मिल्ने खाले लेन्स हुन्छन् कि हुन्छन् त्यस्ता? कि टाढाकालाई छुट्टै लाउन पर्ने, कि नजिककालाई छुट्टै लाउन पर्ने खाले हुन्छन् कि कस्तो हो यो? अब तपाईँले कस्तो फोटो भिडियो खिच्ने त्यसमा डिपेन्ड हुन्छ। तपाईँले भनेअनुसार अब कति टाढा भन्ने कुरो हुन्छ पहिलो कुरो त है। अब एकदमै मेरो जस्तै हातको 1 मिटर नजिकदेखि 200-300 मिटर टाढासम्मको, अथवा चाहिँ 1 किलोमिटर 2 किलोमिटर टाढासम्मको
फोटो खिच्ने सोच छ भने तपाईँले 18 150 mm को लेन्स पाइन्छ। क्याननको किन्ने हो भने यो किट लेन्स पनि हुन्छ, त्यसले काम दिन्छ। होइन तपाईँले चाहिँ राम्रै लेन्स किन्छु भन्ने हो भने पाइन्छ बजारमा। तपाईँको कुरा सुन्दा आइडियल लेन्स भनेको 28-70 ठिक हुन्छ। क्यानकोमा अलि महँगो पर्छ, मिल्छ त्यो। अब कस्तो हुन्छ भने कति टाढा भन्ने कुरा हुन्छ क्या, यो चाहिँ धेरै सब्जेक्टिभ कुरा हो है। अब यो चाहिँ अब मैले भन्दा नि तपाईँले जस्तै तपाईँको सोच छ कि बिहामा फोटो, जस्तै मानौँ कि तपाईँले चाहिँ वेडिङ फोटोग्राफर हो भने तपाईँलाई आइडियल लेन्स भनेको 28-70 हो। एउटा लेन्स भयो भने तपाईँको बिहा पुरै कभर हुन्छ। कसैले चाहिँ मैले के देख्छु भने बिहामा पनि 70-200 mm लेन्स लिएर गएका हुन्छन्। त्यो काम हुँदैन, किनभने पोर्ट्रेट सर्ट मात्र हो त्यसले खिच्ने। एक ग्रुप फोटोग्राफी गर्नु पर्यो भने फेरि लेन्स चेन्ज गर्नुपर्छ, फेरि हाल्नुपर्छ। तपाईँको जो कस्तो फोटोग्राफी गर्नुहुन्छ, भिडियोग्राफी गर्नुहुन्छ, त्यसमा चाहिँ डिपेन्ड हुन्छ। अनि अहिलेको यो क्यामेरामा चाहिँ कति मिटरको लेन्स लागेको छ, कति mm को? यो चाहिँ 50 mm को लेन्स हो है। खासमा यसको चाहिँ काम चाहिँ कतिको डिस्टेन्समा फोटो खिच्ने र मेन चाहिँ के को पर्पजका लागि बनेको यो लेन्स? यो हजुर कस्तो हुन्छ भने यो 50 mm 35 mm देखि जुन 70 mm को जुन रेन्ज छ नि, यो भनेको चाहिँ आइडियल फोकल लेन्थ हो। भन्नुको मतलब के भने जुन हाम्रो आँखाले देख्छ नि लगभग त्यो नै यो 70 mm सम्म 35 mm देखिको फोकल लेन्थले चाहिँ देख्छ। भन्नेको मतलब के हो भने यो 50 mm को यो लेन्स छ, जुन हामीले नर्मल आँखाले देख्छौँ जुन फोकल लेन्थमा, त्यही फोकल लेन्थमा नै यो मेरो यो लेन्सले चाहिँ देख्छ। यही तपाईँले चाहिँ एकदमै चाहिँ फोटो भिडियो चाहिँ एकदम कम्प्रेस पार्नु मन छ, थोरै मात्र देखाउनु छ भने फोकल लेन्थ चाहिँ बढाउनु पर्यो। 200 mm 300 mm जस्तै कि 400 मिटर 500 मिटर टाढाको छैन त्यो मान्छे अथवा चाहिँ कुनै चिजको चाहिँ फोटो खिच्नु पर्यो भने तपाईँहरूले चाहिँ फोकल लेन्थ बढाउनु पर्यो। यही तपाईँले एकदमै नजिकको फोटो खिच्नु छ, भिडियो खिच्नु छ भने फोकल लेन्थ घटाउनु पर्यो 18 mm 15 mm। जस्तै उहाँ भाइले अहिले खिच्नु भएको छ, तपाईँले हाम्रो पुरै फ्रेम देखेको छ होला है। यो भनेको यति जस्तै हाम्रो चाहिँ 1 मिटर टाढाबाट खिच्नु भएको छ। यदि 1 मिटर टाढाबाट यसरी हाम्रो भिडियो खिच्नु पर्यो भने उहाँको चाहिँ 18 देखि 30 mm को रेन्जमा छ अहिले यो फोकल लेन्थ। यसैमा 200 mm को फोकल लेन्थ युज गरियो भने हाम्रो कि त नाक मात्र खिचिन्छ कि त मुख मात्र खिचिन्छ, यस्तो हुन्छ। यो फरक हुन्छ। अब कस्तो कुन पर्पजको लागि तपाईँले लेन्स लिनुभएको छ, क्यामेरा किन्नुभएको छ, त्यसमा डिपेन्ड हुन्छ। अब रामेलाई के गुनासो छ? मैले अस्ति 1 महिना भयो मैले भौतारिरहेको कुन लेन्स लिम, कुन क्यामेरा लिम, कुन क्यामेरा लिँदा राम्रो होला भनेर चाहिँ मैले भौतारिरहेको थिएँ। अनि हजुरहरूलाई आज देखेँ, आज सोध्न मन लागेर चाहिँ मैले सानो भिडियो पनि बनाएको छु होइन। अनि कुन किन्न ठिक होला भनेर तपाईँलाई सोधेँ मैले सुझाव सल्लाह होइन। अनि मैले त्यो पनि थाहा भयो। अब कुन किन्ने भन्दा पनि पहिला कुरो त बजेट कति छ भन्ने कुरा हुन्छ। अब बजेट अनुसार अब तपाईँको बजेट अनुसार म भनिदिन्छु है। अब सोनीको किन्ने कि निकोनको किन्ने कि अब क्यानन किन्ने भनेर त्यो बजेट अनुसार फरक पर्छ। अब तपाईँको कुन पर्पजको लागि किन्ने हो? सामान्य फोटो भिडियोको लागि चाहिँ मैले लिन खोजेँ हो। सामान्य फोटो भिडियोको लागि हो भने एउटा त क्याननको ठिक छ, R7 किन्दा पनि हुन्छ, थोरै महँगो हुन्छ यो भन्दा। कतिसम्म महँगो होला? R7 अब अहिले नेपालमा चाहिँ अब पसल अनुसार चाहिँ फरक पर्न सक्छ। लगभग आइडियल रेन्ज भनेको तपाईँले बोडी मात्र किन्नुहुन्छ भने R7 को 1,30,40,000 पर्छ है। लेन्स त अब आफ्नो चोइस कुन किन्ने भनेर। र R10 Mark II किन्नुहुन्छ भने लगभग त्यो पनि 15-20,000 को रेन्जमा पाउँछ होला नेपालमा। किनकि कुनै पछिमा 10,000 बढी हुनसक्छ, कुनैमा कम हुनसक्छ। यो अब पसलहरूले कसरी बेच्छन् भन्ने कुरामा भर पर्छ। त्यो रेन्जमा पाउनुहुन्छ। हजुर हजुर हो त। अनि मैले पनि भौतारिरहेको थिएँ। अब चाहिँ मैले क्यानन क्यामेरा चाहिँ मैले किन्न चाहिँ चाहन्छु होइन। त्यही भएर चाहिँ लभली डाँडामा आएको। आज यसो मजाले आउँदा दाइहरूलाई देखेँ। अनि टक्क क्यामेरा पनि लिनुभएको रहेछ। मलाई सुझाव सल्लाह पनि मैले पाएँ होइन मैले उसहरूको। त्यही भएर चाहिँ यहीँ टुङ्गाउँछु। हस् त, धन्यवाद है त।